आयामी लुटेर भाग्दै गर्दा एमाले नेता पक्राउ परेको भन्दै यो तस्बिर सामाजिक सञ्जालमा फैलाइएको छ। तर दाबीसहितको सामग्रीलाई रुजु गर्दा सुनसरीको पुरानो पक्राउको घटनालाई भ्रामक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीसँग जोड्दै पोस्ट गरिएको देखियो। आदर्श मण्डल नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर जोडिएको छ। साथै उक्त सामग्रीमा प्रहरीको गिरफ्तारीमा रहेका एक अभियुक्तलाई देख्न सकिन्छ। त्यसैगरी यही सामग्री हर्क साम्पाङ समर्थक नामक फेसबुक पेजबाट ज्ञानेन्द्र साई फ्यान्स क्लब नामक ग्रुपबाट पनि पोस्ट गरिएको छ। उक्त सामग्रीमा आयामी लुटेर भाग्दै गर्दा एमाले नेता पक्राउ परेको, पार्टी नेताको आदेशमा लुटपाट गरिएको र महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताले आरोपितलाई रिहा गर्न माग गरेको दाबी गरिएको छ। प्रस्तुत दाबीसहितको सामग्री सामाजिक सञ्जालमा द्रुत गतिमा फैलिरहेको छ। आयामी लुटेर भाग्दै गर्दा एमाले नेता पक्राउ परेको भन्दै पोस्ट गरिएको तस्बिरको सत्यता के हो त? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्य जाँच गरेका छौँ। उक्त तस्बिरको स्क्रिनसटलाई रिभर्स इमेज सर्च गरी जाँच गर्दा तस्बिरको सन्दर्भबारे केही नतिजाहरू फेला परे। 2024 जुन 2 मा रिपब्लिका अनलाइन myrepublica.nagariknetwork.com ले यो तस्बिरलाई प्रकाशित गरेको देखिन्छ। 1 वर्ष पुरानो समाचारमा उक्त तस्बिर उल्लेख गरिएको छ। समाचार अनुसार सुनसरीको हरिनगर गाउँपालिका 5 दुर्गा मन्दिर नजिकबाट स्रोत नखुलेको 1 करोड 1 लाख रुपियाँ सहित 37 वर्षीय ईशा अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो। यही तस्बिर र जानकारी सरकारी समाचार संस्था रेडियो नेपालको अनलाइन संस्करणमा पनि प्रकाशित भएको देखिन्छ। 2081 जेठ 20 मा प्रकाशित तस्बिर र समाचार सामग्री नेकपा एमाले र यसका नेताहरूसँग सम्बन्धित छैन। यो केवल एक व्यक्ति र अवैध रकम बरामदको पुरानो घटना हो। आयामी लुटेर भाग्दै गर्दा एमाले नेता पक्राउ र पार्टी नेताको निर्देशनमा लुटपाट गरिएको भन्ने दाबी पूर्ण रूपमा भ्रामक छन्। 2081 जेठमा सुनसरीमा भएको पक्राउको घटनालाई तोडमोड गरी प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीको नाम जोडेर सामाजिक सञ्जालमा अतिरञ्जित सूचना फैलाइएको पुष्टि हुन्छ।